अहिले हामी लम्कीचुवा नगरपालिका वार्ड नम्बर 4 बाट हामी अहिले डडेलधुराको यात्रामा छौँ। डडेलधुरा अहिले हामी खानडाँडामा चिसो हावा खान आएका छौँ। हामी लम्की हल्कादेखि हेर्नुहोस् यहाँको अवस्था। खानडाँडाको यात्रामा छौँ। कस्तो हुस्सो आएको छ। ओहो क्या मस्त हावा छ है। हामी बुढीतोलाको यात्रा पार गर्दै हामी अब कहाँ पुग्नेछौँ यसपछि? खानडाँडामा खाना खानेछौँ। फेरि खानडाँडामा खाना खानेछौँ। त्यसैले साउ खर्गमा बाजेको खिर खानेछौँ। त्यहाँ हाम्रो यात्रा सायद अछामसम्म पनि हुने सम्भावना छ। रामा रोशनको यात्रासम्म पनि हुन सक्ने सम्भावना छ। अब हाम्रो अगाडि लिडर दुला राजा के भन्नुहुन्छ? उहाँ दुलैलाई कुइका लिएर जाने भन्ने विचार छ उहाँको। पुर्ख्यौली थलोमा तराईबाट विवाह पुर्ख्यौली थलोमा अब एनिभर्सरीमा लैजाउँ भन्ने हो। अब के छ उहाँको भनाइ र सल्लाह। पछाडि हामी छँदैछौँ मुडेौलाहरू। गाडी आउँछ टाउको नलगा बाहिर। मानो के छ अरू ड्याडी बाबाको एनिभर्सरीमा तिमीलाई कस्तो छ? रमाइलो छ भन न। म खुसी छु भन। 22 वर्षको फेरि विवाह हुँदैछ यहाँ आज।